लगाउनुपर्छ होइन। अनि यो ब्लेड डिभाइसमा इन गर्नुपर्छ। यो लुपलाई फलो गर्ने। गेट ओपन इन लक। म चाहिँ रेडी टु प्ले भयो। अब तपाईँ चाहिँ बिगिनर हो, मैले सिस्टम बनाइदिन्छु होइन। यसो मेजर गरेको लगभग 1/4 to 1 मिटर जति छ यहाँ। अनि एउटा सिङ्गल हिट लगाउँछु होइन। यसो गर्छौँ अनि यसलाई यो लुपलाई फलो गर्छौँ अनि यो रिट्र्यास गर्छौँ। यो जता छ त्यता घुमाएर यसरी अनि हामीले थोरै लामो निकालेछौँ यहाँ होइन। अनि यसलाई घुमाएर यहाँ नफान्दिन्छौँ। यो नहाल्दा नि हुन्छ। यो कहिले नि अन्डु हुँदैन अथवा बढी भयो यहाँ एउटा स्टपर लाउँछु र यति गरेपछि यो 100% सेल हुन्छ। यो साइड खालको डोरी छ, ग्यारेन्टेड। अब यो तपाईँ यो के हुँदैन धेरै लामो भयो भने चाहिँ यसो नलाउँछौँ, यहाँ घुमेर यहाँ सिकाउँछौँ। सब ठिक छ। अनि अब कम्युनिकेसन हुन्छ होइन, क्रस चेक हुन्छ फर्स्टमा। म अलिक जानिन्छ हो, तर मेरो केही मिस्टेक तपाईँले अलिक थाहा छैन। यहाँ हेर्ने हो, मैले यहाँ हेर्ने क्रस मेरो त्यसै त हुँदैन गर्दाखेरि यस्तो काम छैन। सिलिङै हुने खालको चाहिँ होइन नि होइन। अहिले त त्यो लिइहाल्छु भनेर सोच्दा चाहिँ लु टाइट टाइट हावा कुरा तिनवटा अनि 5 त हाल्नु पर्छ नि। ए ठिक छ भाइ, मलाई यहीँ टाइट गरेको होइन। अर्दा चाहिँ नगरेर रहेछ। ठिक छ भाइ, हात पछाडि ठिक छ। मलाई मात्र भेट्दा ठिक छ। तपाईँ त ब्लुमा आउटिङ भएको थियो नि। हिजो पनि भोलि बस्छौँ भनेको। सँगै निक्लिने नि। भोलि खत्रै चढ्छ।